आजको भिडियो क्लासमा मैले यहाँलाई क्लास 12 को एक्जामको तयारीमा रहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि जो चाहिँ निरन्तर रूपमा यो मेरो च्यानलबाट परीक्षा तयारी गरिरहनु भएको छ उहाँहरूलाई विशेष सहयोग गर्नको निमित्त मैले रिभिजन क्लास तयार पारेको छु। अबका केही दिनमा चाहिँ यहाँहरूलाई रिभिजन गराउने छु र अकाउन्ट विषय सजिलैसँग यहाँले कसरी पास गर्नुहुन्छ भन्ने विषयवस्तु सब्जेक्ट र च्याप्टरहरू यहाँले बुझाउने प्रयत्न गर्छु सबभन्दा पहिले। त्यसैले मैले आजको यस भिडियो क्लासबाट जो विद्यार्थी भाइ बहिनीहरू चाहिँ पास भए हुन्थ्यो यदि सोचमा हुनुहुन्छ, कोही विद्यार्थी भाइ बहिनीहरू त धेरै नम्बर ल्याउने टार्गेटमा हुनुहुन्छ, तर कोही विद्यार्थी भाइ बहिनीहरू यदि 30 आएर पनि 35 आएर पनि पास मात्रै भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ भने ती विद्यार्थी भाइ बहिनीहरूको लागि आजको यो भिडियो क्लास धेरै उपयोगी हुनेछ। र जो विद्यार्थी भाइ बहिनीहरू चाहिँ धेरै नम्बरको अपेक्षा गर्नु भएको छ, धेरै नम्बरको लक्ष्य लिनु भएको छ, उहाँहरूको लागि चाहिँ यो भिडियो क्लास होइन। यद्यपि यो भिडियो क्लासले उहाँहरूको लागि पनि धेरै सहयोग मिल्नेछ। जाउँ आजको विषयवस्तुतर्फ। आजको यस भिडियो क्लासबाट मैले कसरी सजिलैसँग क्लास 12 को अकाउन्ट पास गर्नुहुन्छ, कुन च्याप्टर र कति पढ्नु भयो भने एटलिस्ट तपाईले चाहिँ 30-35 नम्बर ल्याउन सक्नुहुन्छ, त्यो टार्गेट गरेर मैले यो भिडियो क्लास तयार पारेको छु। सर्वप्रथम यहाँहरूले मोडेल क्वेशन बुझ्नु भएको छ। हामीले 3 वटा ग्रुपबाट क्वेशनहरू तयार गरेका छौं। 3टा ग्रुपका क्वेशनहरू सोध्छ, ग्रुप ए, ग्रुप बी र ग्रुप सी। जाउँ सबभन्दा पहिले हाम्रो अकाउन्टमा चाहिँ 27 पास मार्क हो, 75 फुल मार्क हो है। यो चाहिँ टोटल 75 मार्क्स र 25 मार्क्स प्र्याक्टिकल हुन्छ त्यहाँ। र 75 मा 27 मार्क्स 27 मार्क्स यदि हामी ल्यायौं भने हामी पास हुन्छौं र हामीले चाहिँ 3 घण्टा समय पाउँछौं है। यसरी हामीले क्वेशनहरुमा देखेका छौं यी कुराहरु। ल अब हामी ग्रुप ए मा जाउँ। ग्रुप ए मा 1 देखि 11 वटा क्वेशनहरु हुन्छ है। क्वेशन नम्बर 1, क्वेशन नम्बर 2, क्वेशन नम्बर 3, 4, 5 देखि 11 वटा क्वेशनहरु हुन्छ। यहाँहरुले मोडेल सेटमा हेर्नु भएको छ। यदि हेर्नु भएको छैन भने मैले यहाँबाट पनि बुझाउने प्रयत्न गर्नेछु। ल ग्रुप ए मा क्वेशन नम्बर 1 देखि लिएर क्वेशन नम्बर 8 सम्म है। क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 8 सम्म 8 क्वेशन सम्म चाहिँ थ्योरी क्वेशनहरु सोध्छ। यहाँहरुले मोडेल क्वेशनमा हेर्नु होला। क्वेशन नम्बर 1 मा जुन च्याप्टरबाट मोडेलमा दिएको छ नि हो त्यही च्याप्टर त्यही नजिकैको क्वेशन तपाईहरुले एक्जाममा सोध्छ, किनभने त्यो ग्रिड अनुसार तयार पारेको छ। मोडेल चाहिँ ग्रिड अनुसार तयार पारेको छ। त्यसैले क्वेशन नम्बर 1 मा जुन क्वेशन जस्तै कम्पनी भनेको के हो यदि क्वेशन छ, व्हाट इज कम्पनी क्वेशन छ भने त्यही नजिकैको क्वेशन चाहिँ 1 नम्बर क्वेशनमा रहन्छ है। त्यसरी हामीले बुझौं, किनभने त्यो ग्रिडमा त्यसैगरी व्यवस्था गरिएको छ। त्यसैले 1, 2, 3, 4, 5, 6, 7 र 8 सम्म यहाँले थ्योरी 1 मार्क्स को थ्योरी को तयारी गर्नुपर्छ। धेरै लामो लेख्नु पर्दैन, जस्ट 1 सेन्टेन्स लेख्नु पर्छ है। जस्तै कम्पनी भनेको के हो आयो भने एक लाइनमा आन्सर लेख्दिने। कम्पनी ऐन 2063 अनुसार स्थापना भएका व्यावसायिक संगठनलाई कम्पनी भनिन्छ। यसरी एक लाइनमा आन्सर लेख्दिने हो। त्यसैले 1 देखि 8 सम्मको थ्योरी क्वेशन यहाँले मोडेल क्वेशनमा हेरेर जुन च्याप्टरबाट त्यहाँ क्वेशन दिएको छ नि हो त्यही च्याप्टरको त्यही नजिकैको त्यस्तै क्वेशनहरु सोध्छ भन्ने कुरा माइन्डमा लिनुस्। र 1 देखि 8 सम्मको क्वेशन चाहिँ थ्योरी क्वेशन तयार पार्नुस्। यो चाहिँ तपाईले गर्नु पर्यो है। त्यसपछि 9, 10 र 11 9, 10 र 11 मा 1 नम्बरको क्वेशनमा चाहिँ न्यूमेरिकल क्वेशन रहन्छ, त्यहाँ चाहिँ हिसाब रहन्छ है। क्वेशन नम्बर 9 मा 10 मा र 11 मा त्यहाँ हिसाब रहन्छ। त्यो हिसाब पनि हामीले सजिलैसँग बनाउन सक्छौं है। त्यो हिसाब गाह्रो हिसाब हुँदैन, छोटो हिसाब हुन्छ। त्यसैले नेक्स्ट भिडियो चाहिँ क्वेशन नम्बर 9, 10 र 11 मा कस्तो किसिमको हिसाबहरु सोध्छ त्यो हिसाबहरु मैले बुझाउने छु नेक्स्ट भिडियो क्लासमा। त्यसैले तपाईले अब सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुस् र अर्को भिडियोको पर्खाइमा बस्नु होला। त्यसमा मैले बेसिकली यही 9, 10 र 11 कसरी सोल्भ गर्न सकिन्छ र कहाँबाट आउँछ क्वेशन त्यो कुरो बताउने छु। त्यसैले अब
11 वटा क्वेशन 1 मार्क्स को इक्वल टु 11 मार्क्स हामी यसरी ल्याउन सक्छौं होला हामीलाई 11 मार्क्स आयो यसरी बुझौं है 11 मार्क्स हामीले ल्याउन सक्छौं यसरी यो चाहिँ तपाईले प्रिपेयर गर्नु पर्यो ल अब 11 मार्क्स आयो हामीलाई ल्याउनु छ 27 मार्क्स जसमा 11 मार्क्स आयो यसरी थ्योरीबाट भेरी सर्ट क्वेशनबाट आयो त्यसपछि जाउँ ग्रुप बी मा यो त थियो ग्रुप ए को क्वेशनहरु अब ग्रुप बी मा सर्ट क्वेशन हुन्छ 5 मार्क्स वाला क्वेशनहरु हुन्छ धेरै पढ्नु परेन जस्ट पास को लागि मैले यहाँलाई गाइडलाइन दिएको छु 14 नम्बर 14 नम्बर को क्वेशनमा फाइनल अकाउन्ट को क्वेशन हुन्छ हेर्नुस् है त्यो तपाईले हेर्नु पर्छ म प्रिपरेसन गराउँछु मेरो रिभिजन क्लासमा यो अनुसार पहिली प्रिपरेसन गराउँछु र त्यसपछि अर्को च्याप्टरहरुमा जान्छु है त्यसैले किनभने कम्तिमा त पहिली पास हुनु पर्यो नि त्यसपछि धेरै नम्बरको कुरो गरौँला हामी ल 14 नम्बर क्वेशन फाइनल अकाउन्ट हुन्छ 5 मार्क्स को हुन्छ सजिलो क्वेशन हुन्छ किनभने हामीले 11 मा पनि फाइनल अकाउन्ट त पढेकै छौं नि त्यस्तै मोडेलमा 12 मा पनि क्वेशन सोध्छ यसमा चाहिँ सानो क्वेशन ट्रेडिङ अथवा पीएल अकाउन्ट दुईटा बनाउँछ अथवा पीएल र पीएल एप्रोप्रिएसन अकाउन्ट बनाउनु भन्छ यसैगरी दुईटा सानो क्वेशन सोध्छ यो तयार गर्नुपर्छ त्यसपछि 15 नम्बरको क्वेशनमा वर्कशीट हुन्छ 5 नम्बरको ल यो दुईटा रिलेटेड छ यदि तपाईले फाइनल अकाउन्ट बनाउन आउँछ भने तपाईले वर्कशीट पनि बनाउन आउँछ दुईटा रिलेटेड च्याप्टर हो जसलाई फाइनल अकाउन्टको ट्रेडिङ प्रॉफिट एन्ड लस र ब्यालेन्स शीट बनाउन जान्ने छ नि त्यो मान्छेलाई त्यो विद्यार्थीलाई वर्कशीट बनाउन केही पनि छैन एउटा फर्मेटमा राख्ने मात्रै हो त्यसैले यो र यो हामीले कम्प्लिट गर्छौं यसबाट 5 मार्क्स यसबाट 5 मार्क्स यता 10 मार्क्स यताबाट आयो हेर्नुस् है अब त्यसपछि जाउँ हामी क्वेशन नम्बर 18 मा 18 नम्बर क्वेशनमा अकाउन्टिङ फर लेबर यसमा 2 मार्क्स को सोध्छ सानो क्वेशन हुन्छ लेबर अकाउन्टिङ फर लेबर टोटल वेजेस क्याल्कुलेसन कसरी गर्ने सजिलो क्वेशन हुन्छ यसमा है 2 मार्क्स को क्वेशन सानो क्वेशन आउँछ हामीले ज्याला कसरी कति दिने त यदि हामी कसैलाई काममा लगाएको छौं भने त्यो वर्करहरुलाई ज्याला कति दिने त्यो हामीले क्याल्कुलेसन गर्नु पर्यो नि त्यो अकाउन्टिङ फर लेबर को 2 मार्क्स को सानो क्वेशन आउँछ यहाँ चाहिँ कहिलेकाहीँ इकोनोमिक अर्डर क्वान्टिटी को पनि क्वेशन आउन सक्छ जस यही नजिकै क्वेशन हुन्छ हामी यो 2 मा र सीआरएस कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट लास्ट च्याप्टर को कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट धेरै सजिलो छ यो यसबाट 3 मार्क्स को क्वेशन इक्वल टु 5 मार्क्स आउँछ ल यो दुईटालाई हामी कम्पेयर गर्छौं म रिभिजन क्लासमा पनि यो सिरिज अनुसार कम्प्लिट गराउँदै जाने छु त्यसैगरी अर्कोमा जाउँ 19 नम्बरमा कम्प्युटर सिस्टम को प्रयोग छ नि व्यवस्थापनमा कम्प्युटर प्रणालीको प्रयोग हो त्यसबाट एउटा थ्योरी क्वेशन आउँछ त्यो क्वेशन 5 मार्क्स को हुन्छ त्यो तपाईले तयार गर्नुपर्छ धेरै क्वेशन छन् यसमा जस्तै कम्प्युटर प्रणाली भनेको के हो कस्ता कस्ता किसिमका कम्प्युटर सफ्टवेयरहरु लेखामा प्रयोग हुन्छ यस्तै क्वेशन आउँछ एक दुईटा मोडेल क्वेशनमा हेर्नुस् त क्वेशन नम्बर 19 मा के रहेछ त्यो दुई तीनटा क्वेशनहरु तपाईले कम्प्लिट गर्नुभयो प्रिपेयर गर्नुभयो भने त्यही क्वेशन आउँछ त्यसैले यो गाह्रो छैन 19 नम्बर को क्वेशन के आउन सक्छ म रिभिजनमा यसलाई गरौँला त्यसपछि जाउँ ग्रुप बी को 1 2 3 4 वटा 14 15 18 र 19 यो चारटा क्वेशन ग्रुप बी बाट हामी गर्छौं यसमा 5 * 4 20 मार्क्स यसबाट हामीले ल्याउँछौं ध्यान दिनुस् है ग्रुप बी बाट 14 15 18 र 19 चारवटा क्वेशन 4 * 5 = 20 मार्क्स को क्वेशन हामी यसबाट सल्भ गर्छौं अब त्यसपछि हामी जान्छौं ग्रुप सी मा चाहिँ 22 नम्बरको क्वेशन हामीले ख्याल गर्नुपर्छ त्यसलाई हामी राम्रो रिभिजन गर्नुपर्छ बनाउन सक्ने गरी रिभिजन गर्नुपर्छ 22 नम्बरको क्वेशन यसमा चाहिँ कस्ट शीट र टेन्डर शीट धेरै सजिलो क्वेशन हो यहाँले बनाउन सक्नुहुन्छ टेस्ट कस्ट शीट र टेन्डर शीट जुन चाहिँ 8 मार्क्स मा सोध्छ ल यतिवटा क्वेशन हामी फर्स्ट स्टेजमा तयार पार्छौं र यति कम्प्लिट भइसकेपछि त्यसपछि हामी नेक्स्ट स्टेपमा जान्छौं हाई स्कोर कसरी ल्याउने त्योतिर जान्छौं त्यसैले अब यो मोडेलमा जानुभयो भने हेर्नुस् है यो 11 नम्बर यहाँबाट आयो 20 नम्बर यहाँबाट आयो र 8 नम्बर यहाँबाट आयो जम्मा जम्मी कति भयो भने 20 10 30 8 38 39 39 नम्बरको 39 मार्क्स को चाहिँ हामी यसरी सल्भ गर्न सक्छौं 39 नम्बरको यसलाई स्योर हुने गरी बनाउनु भयो भने 30 देखि 35 नम्बर त आइहाल्छ 30 देखि 35 नम्बर आउँछ त्यसैले जो विद्यार्थी भाइ बहिनीहरुले पास गरे हुन्थ्यो भने टार्गेटमा हुनुहुन्छ
पढ्न भ्याउनु भएको छैन, कतै इन्भल्भ हुनुहुन्छ भने ती विद्यार्थीहरूले पहिलो फेजमा यो रिभिजनमा जाउँ। यो रिभिजन सबै क्वेशनहरू हामीले 39 मार्क्स ल्याउन सक्ने भइसकेपछि अरु मार्क्सहरू हामी थप्छौं, अरु क्वेशनहरू हामी प्रिपेयर गर्छौं। र तपाईले यो भिडियो क्लासबाट केही नलेज प्राप्त भए जस्तो लाग्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, र भिडियो शेयर पनि गरिदिनुहोस् ताकि अरु तपाई जस्तै अरु धेरै विद्यार्थी भाइ बहिनीहरु पनि यसबाट एडभान्टेज लिन सकोस्। हस् त धन्यवाद। आजको लागि यतिकै राखौं, फेरि पनि यस्तै भिडियो क्लास लिएर उपस्थित हुनेछु। हस् त धन्यवाद। बेस्ट अफ लक।